भाइ रन्डीको चा खान्छ नि त बिल्ला थिस यार भाइ त्यो खतरा त्यो सुनाउने त्यो गफै होइन त्यो म त ओभर रन्डी खान्थेँ भनेर सुनाउने त्यो गफै होइन भाइ त बिल्ला हो त्यस्तो सुनाउँछस् भने रन्डी हान्ने आफ्नो एउटा दामी चिक्स हान्न बरु रन्डी छ्या जिन्दगीमा जे गरे भाइ भालु चाहिँ जिन्दगीमा भाइ जिन्दगीमा अब लु सोध्नु न नि धैट। बरु चिक्स पट्याउने चिक्स बनाउने यसो हाने लुगा दबी रन्डीको चा खानिदिन्थ्यो अरे थैट भाइ कस्तो घिनलाग्दो बोली जाँदाखेरि भाइ तिमी चाहिँ अरूलाई साइडले यसले लाउँदैन यसले लाउँदैन यसले लाउँदैन सब गफानेको यसले यो अझै ट्रेजेडीमा छ यो अझै ट्रेजेडीमा छ म पनि पहिले ट्रेजेडीमै परेको भाइ बुझिनस् त जस्तै हो भाइ म पनि त जस्तो माया गर्छ म त्यस्तै माया गर्थेँ भाइ चिक्सलाई तर तँलाई के लाग्छ म चाहिँ अझै धेरै मायामा थिएँ मलाई अझै ट्रेजेडी पर्यो जस्तो लाग्छ तँलाई होइन भाइ त्यस्तै हो कन्डीमा फसेपछि त्यस्तै हो भाइ तँलाई जति चित्त दुख्यो मलाई पनि त्यति चित्त दुखेको छ भाइ हो त्यही हो तँ पनि फसिस् भाइ तँ पनि फसिस् तैँले याद गर्नु पर्थ्यो भाइ याद गर्नु पर्थ्यो अनि त फसेर फेरि चुप्प लाएर गइनस् चुप्प लाएर जानुपर्छ भाइ बुझिनस् तर तँलाई लेसन भयो अर्को पालिलाई केही ब्रेकअप भयो भने इन्टरनेटमा केही बोल्ने नै होइन भाइ बोल्ने नै होइन त्यो आएर सिलिन्डर पड्काइदिन्छु क्लब जा क्लब 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 के होइन त्यस्तो नगर्नु भाइ त नगर्नु त त्यो ओभर त्योभन्दा एकदम ग्रेट मान्छे होस् क्या त बुझिनस् त एकदम माथि मान्छे हो तेरो एक्स चिक्स कसलाई बिल्ला हानेको होइन तर त एकदम तेरो तेरो लेभलमा नभएको मान्छेसँग त भिख माग्दैछस् रुँदैछस् टाइपको देख्यो क्या त्यो चाहिँ आफ्नो लेभल याद गर्नुपर्छ भाइ मलाई पनि पहिला त्यो चिज हेर जिन्दगी बर्बाद तर यस्तो सोच्यो अबै त्यसको त दिमागै केही छैन दिमागै केही छैन बल्ल बल्ल त्यो 12 चोरेर पास भएको हो अनि चोरेर पास भएको मान्छे बल्ल जिन्दगीमा केही गर्नु मैले सबै गरिरहेको थिएँ अनि यस्तो सोचेँ अबै म त केही फाइदै छैन त्यो म यसको लागि रोएर के गर्नु कराएर के गर्नु हो भाइ त अस्ति नै एकचोटि अहिले मुभ अन भइस होला अहिले त मुभ अन भइस तर कता कता देखिरहन्छु म तेरो आँखामा यस्तो हुन्छ नि त्यो मिस भएको नगर भाइ तँ ठुलो छस् तँ अझै त्योभन्दा माथि हो भाइ धेरै माथि हो आफूलाई तल नझार यार यो जहिले यो एउटा त्यो कुन त्यो एउटा मुर्कुटाले पक्रिरहेको हुन्छ जहिले के मुर्कुटाले के जहिले के गरिरहेको हुन्छ क्या हो कि मुर्कुटा जोत्न साइडमा कहाँ लडिरहेको हुन्छ बाटोको बिचमा मुर्कुटा जहिले के हुन्छ हुन्छ यसलाई अझै पनि त्यो त्यो खतरा लाग्छ कि क्या यसलाई पुरा त्यो मुर्कुट्टाहरू त्यो ब्यागहरूमा हुन्छ नि मुर्कुट्टाको ड्रइङहरू गरेर त्यो यस्तो हेर्दा यसलाई त्यो पङ्क खालको फिल हुन्छ जस्तो छ यो तर नराम्रो भनेको होइन नि राम्रो छ राम्रो छ केटीको बुक्स हेरौँ न खै त लु केटी नै मसान भइदियो म बुक्स हेर्नु खोजेको हड्डी मात्रै दिएको त कस्तो छिटो गएको फेरि लु थाहा छ सब अब एकचोटि मैले पज गर्दाखेरि फेरि यही मुर्कुटा आयो भने म कसम होला मेरो मोनिटरै फुटाइदिन्छु हाईमा बोले म फुटाउँदिनँ होइन तर त्यस्तै फिल भइरहेछ मलाई लु दुनियाँलाई थाहा छ सब होइन दुनियाँलाई थाहा छ सबमा चाहिँ मैले पज गर्नु पर्यो ओ ठिकै हो मलाई गीत चाहिँ त्यस्तो खासै त्यो डिप फिल भएको छैन है मलाई फिल भएको छैन है मलाई फिल भएको छैन अब त्यो हुन सबलाई हुन्छ नि अब तँलाई राम्रो लाग्यो गीत मलाई पनि राम्रो लाग्नुपर्छ भन्ने छैन भाइ मलाई नराम्रो लाग्यो भने फेरि आर्टिस्टलाई नराम्रो पनि भनेको होइन मलाई चाहिँ गाना अलिकति फिल भएन त्यो एउटा हुन्छ नि सायद मैले त्यो एउटा भिटनको गाना सोचेर फेरि 6 मिनट 35 सेकेन्डको रहेछ अहिले आएर यसले यत्रो गाना किन लामो बनाइस् भाइ तैँले किन गाना 3 मिनटको जस्तो राख्ने यार भाइ गाना पनि यो त्यस्तो यसले केही सिकेन गाना भयो म रियाक्ट गर्दिनँ मलाई भयो यसले केही सिकेन पनि मलाई गाना बोर पनि लाग्यो होइन यसले केही सिकेन अझै म तिमीलाई कसले छोयो भने हात काटिदिन्छु र के टाइपको यसले दिइरहेछ यो अझै यसले सिकेन यसले लेसन सिकेन यसले
लिसन सिक भाइ, केटी भन्ने चिज केही होइन भाइ, दुनियाँमा तँही होस् भाइ, तँही होस्। तेरो आमा बाउ गएपछि दुनियाँबाट सबैको आमा बाउ एक दिन जान्छन्, नराम्रो भनेको होइन, तर तँही होस् भाइ। अनि तैँले यो एक जिन्दगी अनि तेरो अनि मेरो केटी सेटी भाइ मेरो चिक्सलाई आँखा लगाइस् के भनेर बस्यो भने त धुर हो भाइ। त्यो यस्तो नगर भाइ, त यस्तो नगर, त एकदम माथिको मान्छे होस् त यार भाइ, नगर। अब त्यो भन्दाखेरि केटीहरूलाई गिराएको होइन नि, केटी तिमीहरू पनि त्यही हो, तिमीहरूको लागि पनि। तिमीहरू आफूलाई भिटेनको ठाउँमा राख अनि सोच, अनि तिमीहरू पनि त्यही हो। कसले म यो मेरो केटाको लागि ज्यान दिन्छु, मलाई केटाले छोडिदियो म मर्दियो, होइन। तिमीहरू आफूलाई माया गर, आफूलाई। त्यो लभ आउँछ जान्छ, लभ भन्ने चिज नै छैन, केही पनि चिज छैन। एउटा केयर मात्रै हो, कसैलाई त्यो यसो ल है ल भाइ तँलाई मैले आज यो सम्झेँ भन्ने टाइपको मात्रै हो भाइ। माया भन्ने कुरै छैन भाइ। माया आफ्नो